नमस्ते। आज पनि हजुरहरूलाई मेरो च्यानलमा आइदिनु भएकोमा धेरै धेरै स्वागत छ। आजको भिडियोमा म हजुरहरूलाई भिन्डीको राइता बनाएर देखाउँदै छु। भिन्डीको राइता विभिन्न तरिकाले बनाउन सकिन्छ। आज चाहिँ म सकेसम्म हेल्दी तरिकाले बनाएर देखाउँछु। बनाउन एकदमै सजिलो अनि खानलाई एकदमै मिठो भिन्डीको राइता अब हामी बनाउन सुरु गर्दैछौँ। यो भिन्डीलाई मैले अघि नै सियोले मोलिओरिकन पानीले धोइसकेको छु। अब यसलाई म छड्के गरेर काट्दैछु। भिडियोमा जस्तै गरी तपाईहरुले पनि छड्के काट्नु होला है। यसरी छड्के काट्दाखेरि काट्न पनि छिटो हुन्छ र पकाउँदाखेरि पनि सजिलो हुन्छ। मसिनो गोलो काट्नु भयो भनेदेखि भुट्दाखेरि चिप्लो धेरै आएर भुट्न गाह्रो हुन्छ। यस्तो छड्के काट्दाखेरि चाहिँ नि चिप्लो धेरै नआउनु भएकोले भुट्न पनि सजिलो। आज मैले लिएको 1.5 पाउ भिन्डी सबै काटिसके। मैले चाहिँ 5 मिलिमिटर जस्तो बाक्लो गरी काटेको छु। तपाईहरुलाई बाक्लो भिन्डी मन पर्दैन भने अझै पातलो पनि गर्न सक्नुहुन्छ। यदि तपाई भिन्डी प्रेमी हुनुहुन्छ भनेदेखि तपाईलाई चाहिँ यसरी मोटो गरेर अलि बाक्लै गरेर काट्न सल्लाह दिन्छु है। अब यो भिन्डीलाई भुट्नको लागि म फ्राई प्यान तताउँछु। फ्राई प्यान तातो भइसकेपछि यसमा तेल ठुलो चम्चाले 2 चम्चा जस्तो हाल्नु होला। मैले चाहिँ आज ओलिभ ओइल हालेको छु। तपाई जुनसुकै तेल पनि युज गर्न सक्नुहुन्छ। भिन्डी भुट्दाखेरि याद गर्नुपर्ने कुरा, यो तेल चाहिँ नि राम्रोसँग तातिसकेपछि मात्रै भिन्डी हाल्नु होला। यदि तेल राम्रोसँग नतातिकन तपाईले भिन्डी हाल्नु भयो भने भिन्डीको चिप्लो धेरै निस्किन्छ अनि भिन्डी भुट्न साह्रै गाह्रो हुन्छ। ल यो भिडियोमा हेर्नुस् त, आज मैले फ्राई प्यानमा यसरी धुवा आउने गरिकन तताइसकेको छु। अब म यसमा सबै भिन्डी हाल्छु अनि बिस्तारै बिस्तारै चलाउँदै भुट्दै जान्छु। यसलाई कन्टिन्यू चाहिँ नचलाउनु होला, कहिलेकाहीँ मात्रै चलाउने। धेरै चलाइराख्यो भने पनि भिन्डीबाट चिप्लो धेरै निस्किन्छ। म चाहिँ यसरी फ्राई प्यान भरि फैलाएर 1 मिनेटको लागि यत्तिकै छोड्दिन्छु अनि 1 मिनेटपछि यसलाई फर्काउँछु। फ्राई प्यान धेरै पातलो छ अथवा तपाईले धेरै ठुलो आगो बाल्नु भएको छ भने भिन्डी डढ्न पनि सक्छ। यदि डढ्ने तपाईलाई चिन्ता छ भनेदेखि चाहिँ छिटै फर्काउनु भए पनि केही फरक पर्दैन। आज मैले भिन्डी भुट्नको लागि बाक्लो फ्राई प्यान लिएकोले म चाहिँ कहिलेकाहीँ मात्रै चलाउँछु। अब म यो भिन्डीलाई बिस्तारै पाक्न छोड्दिन्छु अनि राइता बनाउनको लागि चाहिने अरु सामग्रीहरू तयार गर्छु। हामीलाई राइता बनाउनको लागि चाहिने मेन सामग्री भनेको दही हो। दही चाहिने राइताको लागि सकेसम्म अलि बाक्लो क्रिमी दही लिनु होला। आज मैले राइता बनाउनको लागि 400 ग्राम दही लिएको छु। हजुरहरूले पनि इच्छा अनुसार 300 देखि 500 ग्राम जस्तो दही भयो भनेदेखि पुग्छ जस्तो लाग्छ। नयाँ फ्रेश दही छ भनेदेखि चाहिँ त्यतिकै प्रयोग गरे पनि केही फरक पर्दैन। धेरै अमिलो छ भनेदेखि चाहिँ नि चिनी अथवा थोरै मह हालेर यसलाई थोरै गुलियो बनाउन पनि सकिन्छ। मलाई पनि दही चाहिँ अमिलो भन्दा गुलियो मन पर्छ, त्यसैले म चाहिँ नि आज मह हाल्दै छु। ठुलो चम्चाले 1.5 चम्चा जस्तो झन्डै 20 ग्राम। यदि तपाईसँग छ भनेदेखि राइता बनाउँदाखेरि हिङ चाहिँ हाल्न नबिर्सिनु होला। म पनि यहाँ 2 चिम्टी जस्तो हिङ हाल्दै छु। नुन चाहिँ नि बिरे नुन हाल्नुस्। बिरे नुन छैन भनेदेखि साधारण नुन हाले पनि हुन्छ। सकेसम्म बिरे नुन हालेको चाहिँ स्वाद राम्रो आउँछ। आजभोलि बजारमा जतासुकै पाइने यो चाट मसला पनि राइतामा सानो चम्चाले 1 चम्चा हाल्नु होला। यदि छैन भनेदेखि तपाईहरुले अनारदानाको पाउडर अथवा आँपको धुलो पाउडर हालेर पनि राइता बनाउन सकिन्छ। एकचोटी राम्रोसँग मिसाइदिने अनि तपाईले एकचोटी स्वाद चाखेर हेर्नुस्। तपाईलाई नुन अमिलो गुलियो ठिक्क मन पर्यो भने यतिकै ठिकै छ। मन परेन भनेदेखि तपाईले थप्न पनि सक्नुहुन्छ। राइताको दही रेडी भइसक्यो। अब भिन्डी पनि हामी हेर्दैछौँ। हेर्नुस् त, यो भिन्डी पनि थोरै थोरै ब्राउन कलर देखिँदै आएको छ र राम्रोसँग पाकी पनि सकेको छ। हामीलाई राइताको लागि चाहिने भिन्डी भनेको यस्तै हो। अब यो भिन्डीलाई फ्राई प्यानबाट सिधै दहीमा हाल्दिने। तपाईले तातै हाल्नु भयो हुन्छ, यसलाई सेलाउन नराखे पनि हुन्छ। अब यो भिन्डी र दहीलाई हामी मिसाउँदै छौँ। मिसाउनु भन्दा अगाडि डेकोरेसनको लागि 2-3 टुक्रा निकालेर राख्न पनि नबिर्सिनु होला है। धेरै मिसाउनु पनि पर्दैन। 2-3 चोटि यसरी चलाएपछि यो भिन्डी र दही त मिसिहाल्छ अनि हाम्रो राइता चाहिँ यस्तै अलमोस्ट रेडी जस्तै भइसक्यो। अब सर्भ गर्नको लागि अघि निकालिराखेको भिन्डी 3-4 वटा
माथिबाट सजाइदिने। अनि छ भनेदेखि धनियाको पात थोरै माथिबाट सजाइदिने। यदि तपाईँहरूलाई मनपर्छ भनेदेखि काँचो प्याज पनि राख्न सक्नुहुन्छ। म चाहिँ यहाँ पप्रिका पाउडर थोरै हालेर यसलाई कलरफुल बनाउँछु। अनि लाइम र रातो खोर्सानी पनि हालेर सजाउँदैछु। ल हेर्नुहोस् त हाम्रो राइता अब खानको लागि रेडी भइसक्यो। आज बनाएको यो भिन्डीको राइता चाहिँ मेरो कुकिङ क्लासमा म चाहिँ यसलाई बिरयानीसँग सर्भ गर्छु। र तपाईँ यसलाई चाहिँ नि बिरयानी मात्र नभई परोठा अथवा रोटी अथवा पुलाउहरूसँग पनि खान सक्नुहुन्छ। राइता यत्तिकै खाँदा पनि मिठै हुन्छ। रातो ताइचिनको चिउरा र राइता त मलाई साह्रै मनपर्छ। अनि हजुरहरूलाई चाहिँ राइता कसरी खाँदा मनपर्छ मलाई त्यसको बारेमा अवश्य कमेन्ट गर्नुहोला। आज मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। आजको लागि यति नै। नमस्ते, फेरि भेटौँला।